सुरुमा एउटा सिधा प्रश्न, किन केही पात्रहरूमा कहिलेकाहीँ एउटा अतिरिक्त 13औं महिना थप्नुपर्छ? हो, यही प्रश्न आजको हाम्रो छलफलको मुख्य विषय हो। ल, यसको जवाफ छ नि सूर्य र चन्द्रमाको परिक्रमाको फरकमा लुकेको छ। एउटा सौर्य वर्ष मतलब पृथ्वीले सूर्यलाई घुम्न लाग्ने समय करिब 365 दिनको हुन्छ, तर चन्द्र वर्ष जुन चन्द्रमाको 12वटा चक्रमा चल्छ त्यो चाहिँ जम्मा 354 दिनको मात्रै हुन्छ। ओहो, हरेक वर्ष लगभग 10 दिनको फरक। सुन्न त थोरै लाग्छ, तर सोच्नुहोस् त यदि यसलाई नमिलाउने हो भने केही वर्षमै हाम्रा चाडपर्वहरू र ऋतुहरू त पुरै गडबड हुन्छन् नि। कल्पना गर्नुहोस् त, दशैं टन्टलापुर गर्मीमा र होली कठाङ्ग्रिने जाडोमा। त्यसो भए यो समस्याको समाधान के त? हो, यसको पहिलो र सबैभन्दा चल्तीको समाधान हो अधिक मास, मतलब एउटा अतिरिक्त महिना। अधिक मास भनेको के हो भन्दा यो चन्द्रपात्रोमा थपिने त्यही 13औं महिना हो। यसलाई मलमास वा पुरुषोत्तम महिना पनि भनिन्छ। यसको मुख्य काम भनेकै सौर्य र चन्द्र वर्षको त्यो ग्यापलाई पुर्ने र दुवै पात्रोलाई फेरि लाइनमा ल्याउने हो। अब यो स्रोत सामग्रीले पनि यही कुरालाई प्रस्ट्याउँछ। यसमा भनेअनुसार यो अतिरिक्त महिना मतलब अधिक मास वा मलमास लगभग हरेक तेस्रो वर्षमा थपिन्छ। यसले गर्दा हरेक वर्ष हुने त्यो 10-11 दिनको फरक ठ्याक्कै मिल्न आउँछ। ल, यो कसरी काम गर्छ एउटा उदाहरणबाट बुझौँ है। चन्द्र महिना जहिले पनि औँशीबाट सुरु हुन्छ। स्रोतका अनुसार विक्रम सम्वत 2077 सालमा असोज महिना औँशीबाट सुरु भयो। तर रमाइलो के भयो भने अर्को सौर्य महिना सुरु हुनुभन्दा अगाडि नै त्यही महिनाभित्रै अर्को औँशी आइपुग्यो। नियम के छ भने जब एउटै सौर्य महिनामा दुईवटा औँशी पर्छन् तब चन्द्र महिनाको नाम दोहोरिन्छ। हो, त्यसैले त्यो वर्ष दुईवटा असोज महिना भए र पछिल्लोलाई अधिक असोज भनियो। यही तरिकाले नै क्यालेन्डरलाई सन्तुलनमा राखिन्छ। अब कुरो यतिमा मात्रै सकिँदैन। पात्रो मिलाउने यो प्रक्रियामा अर्को एउटा दुर्लभ र अझै रोचक कुरा पनि छ। त्यसलाई भनिन्छ क्षयमास अर्थात् हराएको महिना। क्षयमास, यसको अर्थ हो कम भएको वा हराएको महिना। यो एउटा यस्तो अचम्मको अवस्था हो जहाँ कुनै सौर्य महिनाभित्र एउटा पनि औँशी पर्दैन। महिना थप्ने कुरा त सामान्य लाग्यो होला, तर यहाँ त महिना नै हराउँछ। सुन्दा अनौठो लागे पनि यसको पछाडि एकदमै वैज्ञानिक खगोलीय कारण छ। यो दुर्लभ खगोलीय अवस्था कसरी बन्छ त हेरौँ है। क्षयमास हुनका लागि के हुनुपर्छ भने चन्द्रमा आफ्नो कक्षामा पृथ्वीबाट सबैभन्दा टाढा हुनुपर्छ, जसले गर्दा उसको गति घट्छ र चन्द्र महिना लामो हुन जान्छ। अनि ठ्याक्कै त्यही समयमा पृथ्वी चाहिँ सूर्यको नजिक आइपुगेको हुन्छ, जसले गर्दा उसको गति बढ्छ र सौर्य महिना छोटो हुन्छ। अब के भयो त? लामो चन्द्र महिना त्यो छोटो सौर्य महिनाभित्र अटाएन। परिणाम त्यो सौर्य महिनामा कुनै औँशी नै परेन र एउटा महिना क्षय भयो, मतलब हरायो। अब यहाँ एउटा झनै रोचक तथ्य छ। स्रोत सामग्रीमा के भनिएको छ भने यदि कुनै वर्षमा क्षयमास छ भने त्यो वर्षमा दुईवटा अधिक मास हुन सक्छन्। सोच्नुहोस् त यो प्रणाली कति जटिल तर कति सन्तुलित छ। एउटा महिना गुमाउँदा हुने समयको खाडल पूर्ण त्यही वर्ष दुईवटा अतिरिक्त महिना थपिन सक्छ। कस्तो गजबको ब्यालेन्स। ल, अब यी दुवै कुरालाई सँगै राखेर हेरौँ, अधिक मास र क्षयमास। यिनीहरूले मिलेर कसरी एउटा सन्तुलित र काम गर्ने प्रणाली बनाउँछन्। यो तालिकाले आजको हाम्रो छलफलको सार बताउँछ। एकातिर अधिक मास छ जसले समय थपेर चन्द्र र सौर्य पात्रलाई मिलाउँछ। यो लगभग हरेक 3 वर्षमा आउँछ। अर्कोतिर क्षयमास छ जुन एकदमै दुर्लभ हुन्छ। यसले चाहिँ पृथ्वी र चन्द्रमाको फरक गतिको लागि समय मिलाउन महिना नै घटाइदिन्छ। भनेपछि एउटाले जोड्ने काम गर्छ, अर्कोले घटाउने, र दुवै मिलेर पात्रलाई आकाशीय पिण्डहरूको गतिसँग ठ्याक्कै मिलाएर राख्छन्। अन्त्यमा